बालुवाबाट सुन फलाउन कहाँ त्यसै सजिलो होला। हेर्नु न यस्तो बगर किनेको छु मैले, यस्तो बालुवा खरङ खरङको बालुवा किनेको छु। यसलाई चाहिँ राम्रो बनाएर नेक्स्ट इयरको लागि चाहिँ खेती गर्ने टन अरू केही नभए पनि धेरैभन्दा धेरै चाहिँ फर्सी लगाउने चाहिँ अनि त्यसपछि अकबरी खुर्सानी लगाउनको लागि चाहिँ अहिलेदेखि दुःख गर्दैछ। मेरो बुढोले यति दुःख गर्नुभएको छ नि, बिहानदेखि बिचरा देख्नेलाई यति सजिलो भएको छ नि, पैसा त्यसै आइरहेछ भने जस्तो, तर यो दुःख गर्नको लागि चाहिँ यति गाह्रो भएको छ। आज बिहानदेखिबाट आज बिदाको दिन बिहानदेखिबाट यति मेहनत गर्नुभएको छ यो बनाउनको लागि, अब नेक्स्ट इयरको लागि रेडी गर्नको लागि। ल हेर्नु यताउता बच्चाहरूले शुद्ध काम गरिरहेका छन् कि बिन फाल्ने यताउता सब काम सुरु भइरहेको छ। यो सबै यस्तो छ नि, अब यसलाई बनाउनु छ, यसलाई मल हालेर पानी हालेर यो झारसार फालेर अब यसलाई चाहिँ कसरी हुन्छ, यसलाई बालुवालाई माटोमा परिवर्तन गर्न कोसिस गर्दैछु मैले। अहिलेको तरकारी खेती सानोमा लगाएको, यसको त आधीको आधी भागमा 1/4 पनि होइन, त्यो पनि त्यति राम्रोसँग गएको थियो नि। त्यही भएर नेक्स्ट इयरको लागि चाहिँ यो चाहिँ मलाई चाहिँ पर्फेक्ट होला जस्तो लाग्यो। त्यहाँ बोर वाटर अलरेडी रेडी छ, अनि त्यसपछि चाहिँ सामानहरू राख्ने सानो घर पनि छ। अनि यो पुरै झाडीहरू पन्चाएर त्यो इट्टाहरू भएको त्यो इट्टा त्यो ब्लकहरू राखेको छ, यो सब निकालेर फालेर कम्तीमा पनि 1 महिना लाग्छ होला। अब घाँस काट्न लागिसक्यो हामीलाई, यत्रो टाइम। बच्चाहरू बक्स बोक्दैछन्, आज बिदाको दिन बुढो काम गर्दै हुनुहुन्छ। यो इट्टाहरू सब फाल्नु छ, यहाँ कम्तीमा पनि अब 2-3 गट्टा त होला, जग्गा कति हो पनि त्यति साह्रो याद भएन। अब त्यति छ, यसलाई चाहिँ मैले माटोमा परिवर्तन गर्न खोज्दैछु। आज बिहानदेखि लागि परेको हो, 12 बजेदेखि अब 11-12 बजेदेखि स्टार्ट गरेका थियौँ, 5 बजे सकियो। 5 बजे सकेर चाहिँ यति थाकिएछौँ नि दुवैजना। अब तरकारी त त्यसै फल्दैन, अब यसमा अब 6 महिना त यसलाई मल हाल्दै पानी हाल्दै मल हाल्दै पानी हाल्दै गरेर त्यो बालुवालाई माटोमा परिवर्तन गराउनु छ पहिला सुरु, अनि बल्ल तरकारी खेती सुरु हुन्छ। 6 महिनापछि अनि बल्ल तरकारी लाउन सुरु हुन्छ। अझै छ काम। अब अझ आजलाई चाहिँ यति भयो थाकेर, अब भोलि आउँछौँ। भोलि आएर त्यो ठुलो ठुलो पछाडिको रुखहरू ट्रिम गर्नु छ, त्यो झारहरू फाल्नु छ, कति छ काम, घाँस काट्नु छ। यतापट्टि फेरि लक गराउँदै हुनुहुन्छ बुढाले, त्यो खन्ने यताउता गरेको सामान राख्नको लागि, सेभ गर्नको लागि। अनि यो अगाडिको भाग भयो, यो अगाडि भाग झन् कति छ गर्नको लागि। हेरौँ कस्तो हुन्छ। थ्याङ्क यू, बाई।